अहिले पुरै नेपालमा ग्यासको हाहाकार मचेछ। चुनावको बेला रासपाको एउटा नारा थियो, अब लाइनमा होइन अनलाइनमा। यही विषय लिएर आज प्रतिनिधि सभा बैठकमा रमेश प्रसाईज्यूले आफ्ना कुरा राख्नु भएको छ। पहिला उहाँको यो कुरा सुन्नुहोस्। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रासोपाको पालामा अन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ। सभामुख महोदय, मेरा दुईटा प्रश्न छन्। एउटा, यो ग्यासको अभाव जुन देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? अर्को, यदि कृत्रिम अभाव सृजना भएको हो भने, सरकारले भने जस्तै ग्यास वारवार्ती आएर पनि कालो बजारी भएको हो भने, ती कालो बजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ 2/3 सरकारलाई? जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्डसम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो, जुन हाम्रो व्यवहारबाट। उहाँको कुरा सुन्नुभयो होला। हो, यदि हाम्रो अग्रज या आफ्नै मान्छे कुनै यदि गलत गर्छ, त्यसको कारणले पुरै जनतालाई दुख हुन्छ, त्यस ठाउँमा हामीहरूले आवाज उठाउनु पर्छ, सही दिशा देखाउनु पर्छ। आज रमेश प्रसाईले प्रतिनिधि सभा बैठकमा त्यही गरेको छ। उहाँकै बहुमतको सरकार हुँदा पनि आज जनताले ग्यासको लाइन लाग्नु पर्छ। त्यसको समस्याको समाधान गर्न 2/3 सरकारलाई कसले रोकेछ? यसको समाधान छिटो होस्, हामी पनि यो सरकारलाई भन्न चाहन्छौँ। यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिन म अनुरोध गर्दछु। धन्यवाद।